हुन्छ। सर्वप्रथम परमेश्वरलाई धन्यवाद। फेरि पनि सबैले जय मसीह। हजुरहरूको बिचमा म गवाई बाँड्न गइरहेको छु। अनि म एउटा हिन्दू परिवारमा जन्मेको मान्छे हुँ। अनि सानैदेखि मैले परमेश्वरलाई पाएको थिइनँ। अनि मेरो परिवारमा हुनुहुन्थ्यो मेरो बुवा आमा अनि दाई अनि हुनुहुन्थ्यो। म 4 जना परिवार थियौँ। अनि 4 जनाको परिवारमा हुँदै गर्दा किनकि एकदम पहिल्यैदेखि सताएको परिवारमा एकदम मूर्ति पूजाबाट हामी एकदम सताएका थियौँ। अनि किनकि मेरो जेठी फुपू हुनुहुन्थ्यो, 2टा फुपू हुनुहुन्छ। अनि मेरो बुवा अनि कान्छी फुपू जेठी फुपू हुनुहुन्थ्यो। अनि जेठी फुपूले गर्दाखेरि जेठी फुपू नदीमा हाम फालेर बित्नुभयो। अनि त्यसपछि मेरो बुवाले आत्महत्या गर्नुभयो। अनि मैले 17 वर्षमा विवाह गरेँ। अनि 17 वर्षमा विवाह गरेर मेरो जेठो हुने बाबु जन्मेको थियो। अनि जेठो हुने बाबु जन्मिसकेदेखि पछि अनि म पनि त्यही आत्माले सताएर किनकि म पनि 6 महिनाको बाबुलाई छोडेर आत्महत्या गर्नसम्म पुगेँ। अनि परमेश्वरले मलाई त्यहाँबाट छुटाउनु भयो। अनि परमेश्वरले त्यहाँबाट मलाई छुटाउनु भयो। म जङ्गल जान्थेँ, घाँस दाउरा जान्थेँ। म फेरि अब फर्की आउँदिनँ होला भन्थेँ। अनि जाँदै गर्दा म त्यो भारीहरू बनाउँथेँ, दाउरा घाँसहरू। अनि त्यो बरियो तानेर मलाई आत्महत्या गर्न मन लाग्थ्यो। अनि म त्यो भारीहरू बनाएर राख्थेँ। अनि त्यो बरियो तानेर लेकिन म आत्महत्या गर्छु। अनि आउने जाने व्यक्तिहरूले देख्छन् अनि भन्छन्। अनि के भन्ने थियो र अनि फुपूले त्यही गरे, बाउले त्यही गरे, अहिले त्यहीले पनि त्यही गरे भन्ने त्यस्तो आउँथ्यो मेरो मनमा। अनि त्यसपछि म एक राति अनि साँझपट्टि अनि मेरो श्रीमान बाबु सुतिरहनु भएको थियो अनि बिस्तरामा। अनि म 12 बजीतिर उठेर बाहिर गएँ, बरियो तानेर हातमा डोरी लिएर गएँ। घाम जस्तै जुन लागेको थियो हेरेँ मैले चारैतर्फ। पछि हेर्दै गर्दाखेरि अनि मेरो बाबु अनि त्यतिखेर रोयो। अनि रुँदाखेरि मेरो श्रीमान आउनुभयो र मलाई खोज्दै कहाँ गएछ भन्दै खोज्नुभयो र आउनुभयो। म कोठाको तल्लो कोठामा गएर म डोरी लगाउन लागेको थिएँ। अनि उहाँले थाहा पाउनु भएर मलाई लिनुभयो। यो सानो बाबुको पनि तँलाई दया लाग्दैन भन्नुभयो उहाँले। मलाई केही पनि दया आउँदैन थियो किनकि मर्न पाए हुँदो भन्ने मात्र मलाई त्यो सोच र त्यो विचार आउँथ्यो। अनि त्यस्तै गर्दाखेरि अनि एकजना दिदीले भन्नुभयो हाम्रो छिमेकीको। अनि मैले यस्तो भने दिदी म तपाईँसँग अनि एउटा कुरा जौँ काट्दै गर्थ्यौँ जेठको महिना। अनि गएँ म उहाँसँग गएर मेरो मन घुम्थ्यो, एकदमै मन घुम्थ्यो। म यस्तो गरी बाँच्नुभन्दा मर्नु नै ठिक छ, म किन बाँच्यो होला भन्थेँ। अनि गएँ उहाँ दिदीसँग जाँदै गर्दा एकजना छिमेकी दिदीसँग अनि जौँ काट्दै थियौँ। मैले भने दिदी भने हजुर के भन्यो भन भन्नुभयो उहाँले। म एउटा कुरा भन्छु है तपाईँलाई, मैले कसैलाई पनि भनेको छैन भने। अनि दिदीले भन्नु ल भन के कुरा भन्नुभयो। मेरो मन एकदमै घुम्छ दिदी। अनि म यति तलीमाथि भयो भनेपछि मेरो बाबु छ सानो, त्यो बाबुलाई घर नजिक गयो भनेपछि त्यो बाबुलाई रोटी दिनु होला भनेर म भन्थेँ। उहाँले भन्नुभयो मलाई त्यस्तो गर्नु हुँदैन, त्यस्तो नगर, अनि धामी झाङ्री गर, अनि अझै पनि काहीँ बाटोहरू देखाउनुहुन्छ कि भनिकन उहाँले भन्नुभयो। अनि त्यसपछि म घरदेखि 1 घन्टा जति लाग्ने बाटो थियो। अनि त्यो बाटोदेखि हामीलाई भेरी गोठालो पठाउनु भयो घर परिवारले। अनि म गएँ, म जान्थेँ। जाँदाखेरि राति त्यो बाउलाई बोकेर 1-1.5 घन्टा लाग्ने बाटो हिँडेर राति जान्थ्यौँ धामी झाङ्री गर्नलाई। अनि त्यसपछि फर्केर फेरि भेरी गोठामा जान्थ्यौँ। अनि त्यसपछि त्यो गर्दै गर्दाखेरि पनि मैले शान्ति पाइनँ। अनि किनकि त्यहाँदेखि पछाडि एकजना दाजु आउनुभयो क्रिस्चियन। अनि उहाँ आउनुभयो, मेरो बाबु एकदमै बिरामी भएपछि अनि उहाँले भन्नुभयो हस्पिटल ल्याउँ। अनि मेरो घर परिवारमा मेरो सासू हुनुहुन्छ अनि 2टा सासू हुनुहुन्छ। अनि जेठी सासू हुनुहुन्न, कान्छी सासू हुनुहुन्छ। कान्छी सासूबाट म हो।
अनि जेठी सासूबाट हुनुहुन्छ एकजना दाइ, अनि उहाँले भन्नु एकदम हामीप्रति व्यवहार फरक गर्नुहुन्थ्यो। अनि चित्त दुख्थ्यो मेरो, किनकि एउटा आमा बाउले त यसरी छुट्याउँछ, हामीलाई कसले प्रेम गर्छ भन्थे। म आफ्नै मनलाई सोध्थेँ, म किन बाँच्यो होला भन्थे। आफ्नै जीवनलाई म धिक्कार्थेँ। यति गरी बाँच्नुभन्दा त म मर्नु नै ठिक छ भन्थे। अनि त्यसपछि मेरो बाबु बिरामी भयो। अनि हस्पिटल केही थाहा पाउँदैन थियो ऊ। अनि यस्तो गरी ताने बेला मांस रगत भन्ने एउटा थिएन। अनि यस्तो हड्डी मात्र देखिन्थ्यो मेरो बाबुको, केही थाहा पाउँदैन थियो। अनि यस्तै झिगा मौराहरू आउँथे ऊ। अनि भात खाए पनि पच्दैन थियो, रोटी खाए पनि पच्दैन, जस्तो खाए त्यस्तै जान्थ्यो कुपोषण भएको कारणले। अनि किनकि धामी झाँक्री गर्दै पनि भएन। अनि हस्पिटलमा हामीले ल्याउँ, चौरजारी मिसन हस्पिटलमा। अनि लिँदै गर्दाखेरि त्यो बाबुको यहाँ त्यो औषधि हाल्ने त्यो सुई लगाउँदै गर्दाखेरि एक रात एक दिनभरि रोयो त्यो बाबु। आमा छोरा हामी सँगै हुन्थ्यौँ। त्यसपछि त्यहाँ लिँदै गर्दाखेरि अनि कुपोषण भएको रहेछ। अनि दिनकै नै तौल बढाउने कि घटाउने। अनि त्यहाँ एकजना सरले गर्नुहुन्थ्यो त्यो बाबुलाई दिनकै। अनि उहाँले भन्नुभयो हजुर के धर्म मान्नुहुन्छ भन्नुभयो। मैले सुनेको मात्र थिएँ तर मैले विश्वास गरेको थिइनँ। अनि हामी विश्वासी हो, हामी इसाई हो सर भने मैले। त्यसपछि उहाँले भन्नुभयो तपाईँ झुट नबोल्नुहोस् भन्नुभयो। हो सर हामी विश्वासी नै हो अनि भने मैले। अनि त्यसपछि तपाईँको प्रमाणले थाहा हुन्छ अनि उहाँले भन्नुभयो सरले। अनि त्यसपछि मैले भने के प्रमाण छ र सर भनेर, बच्चाको घाँटीमा गुठी किन लगाइदिनु भएको छ भन्नुभयो। यहाँ एउटा गुठी लगाएको थिएँ मैले बच्चाको। अनि त्यसपछि भन्नुभयो तपाईँ धामी झाँक्री गर्नुहुने रहेछ, तपाईँ हिन्दू हुनु रहेछ। अनि धामी झाँक्री गर्दै गर्दा तपाईँको बच्चाले निको किन भएन त, यो ठाउँमा तपाईँले किन ल्याउनु भयो यो अवस्थामा, तपाईँको धामी झाँक्रीलाई त निको गर्नुपर्ने भन्नुभयो। अनि त्यतिखेर मलाई के भयो भनेपछि एकदम कानबाट आवाज आयो, किनकि यो कुरो त व्यर्थ रहेछ। अनि हामीले गर्दै पनि उनीहरूलाई मान्दै पनि उनीहरूको सेवा सुधार गर्दै पनि अहिले यो बाबुलाई खानेसम्म ती खानेहरूलाई पुजेर के काम छ त, हामीले किन पुज्ने अब भने एकदम मलाई त्यो आवाज आयो। अनि त्यसपछि मैले विश्वास गरेँ। एकजना दाजुले सुसमाचार सुनाउनु भयो, हाम्रो साँचो ईश्वर परमेश्वर हुनुहुन्छ, सबैभन्दा महान परमेश्वर हुनुहुन्छ, आज जीवनको रोटी उहाँ नै हुनुहुन्छ। अनि सबै रोग निको पार्ने पनि परमेश्वर हुनुहुन्छ भनिकन उहाँले मलाई भन्नुभयो। अनि त्यसपछि मैले विश्वास गरिसकेदेखि अहिले मेरो जीवन, किनकि आज म शान्ति कहाँ छ भने म खोज्दै हिँड्थेँ तर मैले संसारमा शान्ति कहीँ पनि पाइनँ, किनकि आफ्नै मनलाई म धिक्कार्थेँ। आज त्यो मेरो हृदयमा शान्ति दिने एउटै केवल यसो परमेश्वर हुनु रहेछ हाम्रो, हामीलाई उद्धार र मुक्ति दिने, हामीलाई सत्यको बाटोमा हिँड्न सिकाउने। अनि अब हामी परमेश्वर हुनुहुन्छ हाम्रो साँचो ईश्वर। साँच्चै जब हामी थाक्छौँ अनि निराश र कमजोर हुन्छौँ त्यतिखेर परमेश्वरले हामीलाई शान्ति दिनुहुन्छ। अनि हाम्रो सहारा नै परमेश्वर हुनु रहेछ। अनि मैले साँच्चीको अहिले साँचो ईश्वरलाई पाएको छु। आज उद्धार र मुक्ति यसोमा रहेछ भन्ने मैले विश्वास गरेको छु। र मेरो जीवनमा किनकि परमेश्वरले धेरै महान काम गर्नुभएको छ। यदि परमेश्वरको इच्छा हुँदैन थियो भने म त्यतिखेरै आत्महत्या गर्थेँ, आत्मालाई गुमाउँथेँ। तर कि अहिले परमेश्वरलाई मैले पाएँ र परमेश्वरले मलाई चुन्नु भएको छ। म प्रति परमेश्वरको महान प्रेम छ र मैले अझै पनि परमेश्वरको काम गर्नु धेरै छ। अनि मेरो निम्ति परमेश्वर आज मर्नुभयो, घाटिनु भयो। अनि साँच्चै सबै रोग दुर्बलताहरू उहाँले लिनुभयो, उद्धार र मुक्ति आज सबै हामीलाई दिनुभएको छ परमेश्वरले। अनि परमेश्वरलाई धन्यवाद भएको छ मेरो जीवनमा। अनि साँच्चै परमेश्वरले चुन्नु भएको छ र परमेश्वरको महान योजना छ मेरो जीवनमा। अनि मैले अहिले परमेश्वरलाई पाएको छु। अनि शान्ति छ मेरो परिवारमा। अनि हाम्रो 5 जना परिवार छौँ। अनि 2टा छोरा 2टा छोरी अनि छौँ, किनकि परमेश्वरले एकदम आशिष दिनुभएको छ मेरो परिवारलाई अहिले। किनकि त्यो ठाउँमा
हामी एउटा अगुवाको रूपमा हामीले परमेश्वरको अनि काम र परमेश्वरको महिमा गरिरहेको छौँ अनि परमेश्वरलाई धन्यवाद भएको होस् किनकि म एकदमै सताइएको परिवारबाट आएको व्यक्ति हुँ र भेरी गोठालो मेरो श्रीमान 8 वर्षसम्म भेरी गोठालो लाग्नुभयो अनि त्यसपछि परमेश्वरले चुन्नुभयो अहिले मानिसको गोठालो बनाउनु भएको छ मान्छेको योजनाभन्दा परमेश्वरको योजना महानको छ हुन्छ परमेश्वरलाई धन्यवाद भएको होस् फेरि पनि जय मसीह